20 लाख नेपालीहरू फेरि भारतमा काम गर्न गएका नेपालीहरू दाजुभाइहरूलाई मैले आह्वान पनि गरेको छ, उहाँहरू आउनुहुन्छ। यो मङ्सिर 7 कहिले आउँछ भनेर पर्खेर बसेका छन्। तेल चामल केही राखेर तपाईहरू बस्नुहोस्। यो तपाईहरूको देश जोगाउने अभियान हो, आन्दोलन हो। यो हाम्रो आन्दोलन सफल भएन भने 50 लाख मान्छेले अबको 1 वर्षमा देश छोड्छन्। सरकारले वार्ताको लागि बोलायो, सरकारलाई स्वागत छ। वार्ता हुन्छ, सम्पूर्ण जेनजीहरूलाई, घाइते शहीद परिवार जेनजी र असली जेनजीलाई देश बचाउने हो भनेदेखि तपाईहरू आउनुहोस्। तपाईहरूलाई सँगै लिएर गएर म वार्तामा बस्छु। गृहमन्त्रीसँग म वार्तामा जान्न, गृहमन्त्रीसँग वार्तामा गृहमन्त्री लेभलको मान्छे मेरो मान्छेहरू जान्छ। यो देशमा सबैभन्दा ठुलो मलसाप्रो भनेको कनकमुनि दीक्षित, केदार भक्त माथेमा, कल्याण श्रेष्ठ, सुशीला कार्की, अनिल कुमार सिन्हा लगायत अमित ढकाल सेतो पार्टीको अनलाइनको धर्म भूषाल हेर्नुहोस्, देखि लगायत खगेन्द्र सङ्ग्रौला, सञ्जीव उप्रेती, यो यस्ता पढे लेखेका मान्छे जो विद्वान वर्ग छ नि, यी सबै डलरमा बिके। मैले त्यतिखेरै भनेको 10 वर्ष अगाडिदेखि। र के गरेँ भन्दाखेरि पश्चिमा सैनी भित्र्याए र 25 भदौ 23 र 24 गते नरसंहार मचाए। बच्चालाई निकालेर, अब बच्चाका आमा बुवा र यी जेएनजी भाइ बहिनीले पनि बुझुन्।